ल, आज चर्चित टेलिश्रृङ्खला जुठेको पछिल्लो भागबारे छोटो तर रोचक चर्चा गरौँ है त। सोचौं त, जब निषेधित प्रेम र कठोर परम्परा ठोक्किन्छन्, समाजले कस्तो रूप लेला? यहीँबाट सुरु गरौँ। यो भागको मुख्य कथा हो गौरीको अप्रत्याशित गर्भावस्था। साँच्चै यो परिस्थितिले ठूलो भुइँचालो ल्याएको छ। गाउँले परिवेशमा उनले खेप्नु परेको तीव्र आलोचना र तिरस्कार साँच्चै नै एकदमै हृदयविदारक छ। तर यस्तो गाह्रो घडीमा पनि धर्म र जुठे गौरीको ढाल बनेर उभिएका छन्। समाजको कडा विभेद सहेरै भए पनि उनीहरूले गौरीलाई पौष्टिक खानेकुरा र पूरा भावनात्मक साथ दिइरहेका छन्। अनि यहाँनिर आउँछ कथाको सबैभन्दा भावुक मोड, एकदमै शुद्ध मानवीय संवेदनाको अद्भुत झल्को। गाउँका साना केटाकेटीले आफ्नै खुत्रुके फुटाएर गौरीलाई सहयोग गरेको दृश्यले जो कोहीको मन रुवाउँछ। तर कथा हो नि त, जिम्माल जस्ता पात्रले यो सम्बन्धको डटेर विरोध गर्दा ठूलो तगारो बन्छ। उनीहरूको यो कडा विरोध जातीय प्रतिष्ठाको त्यही पुरानो र कठोर मान्यतामा अडिएको छ। एकातिर बालबालिकाको त्यो निस्वार्थ सहयोग, अनि अर्कोतिर पाका पुस्ताको कठोर जातीय अहङ्कार। कस्तो गजबको तुलना! यो पुरै घटनाक्रम वास्तवमा हाम्रो समाजको ठूलो वैचारिक र सामाजिक द्वन्द्वको ऐना हो। गाउँघरमा चलिरहने प्रेम, जिम्मेवारी र पुरानो सोच बीचको निरन्तर लडाई यसले छर्लङ्ग देखाउँछ। अब सोच्नै पर्ने कुरा, के प्रेम र जिम्मेवारीले त्यो परम्परागत सोचलाई साँच्चै जित्न सक्ला त?